समाजमा आज हाम्रो पुरा विश्वको घर घरमा एउटा समस्या छ। के समस्या छ भन्दा माता पिताको गुनासो हुन्छ, कहिलेकाहीँ आउनुहुन्छ म भएको ठाउँमा पनि गुनासो गर्नुहुन्छ माता पिताले कि गुरुदेव गुरुजी महाराजजी मेरो छोराले मेरो सन्तानले त मैले भनेको पटक्कै मान्दैनन्, म यसो गर्न भन्ने पनि गर्दैनन्, पढ्ने हे बाबु भने पनि पढ्दैनन्, टाइममा सुत्ने पनि होइन, टाइममा खाने पनि होइन, जति बेला पनि यसो फोन चलाउँछन्, थाहा छैन के हेर्ने हो के देख्ने हो। म त खासै जान्दा पनि जान्दिनँ, फोन चलाउन पनि आउँदैन, त्यो बच्चाले के हेर्नु के गर्छन् मलाई त केही पनि थाहा छैन। जति बेलै फोनमा यसरी घोप्टे परेर बस्छन्। गुरुदेव कस्तो सन्तान पाएछु मैले त, दिक्क भएको छु यो सन्तान देखेर भनेर गुनासो गर्ने गर्नुहुन्छ। तर यो के भइरहेछ भन्दा पनि किन भइरहेछ भन्ने कुरा तपाईँ हामीले कहिले ख्याल गरेका छौँ? त्यो बच्चा आज तपाईँले भनेको नमान्नुमा, तपाईँले जन्म दिएको, तपाईँले हुर्काएको, तपाईँले बढाएको, तपाईँले पढाएको त्यो बच्चाले तपाईँले भनेको आज मान्दैन भने दाल में कुछ काला है। तपाईँको कहीँ न कहीँ दोष छ नि, छैन? त्यो बच्चा जब सानो हुन्छ तब तपाईँहरूलाई के लाग्छ? ए बच्चालाई त खेलाउन झ्याउ लाग्छ, अल्छी लाग्छ, बच्चा रोयो, बच्चा चिल्लायो भने यसो ल बाबु ल उठाउ त भनेर यसो फोन थमाइदियो, हातमा कार्टुन साटुन लगाइदियो, झिलिमिली चिजहरू लगाइदियो, सांसारिक चिजहरू लगाइदियो, अनि बच्चालाई त्यसैमा हामी भुलाइदिन्छौँ। अनि त्यो बच्चा ठुलो भएपछि जति बेला लत लागिसकेको हुन्छ, जब सानो हुन्छ, जब उसलाई माता पिताको वात्सल्य चाहिन्छ, प्रेम चाहिन्छ, माता पिताको आफूभन्दा अग्रजको त्यो काखमा खेल्न चाहन्छ, लुटपटिन चाहन्छ, त्यसका लागि ऊ रोएको हुन्छ। त्यो बेला उसलाई खेलाउन अल्छी लागेर, झ्याउ लागेर, दिगदार लागेर अनि मोबाइल थमाइदिएपछि त्यो लत बस्दैन। त्यो लत बसेपछि अब अहिले गुरुजी मेरो बच्चा त जति बेला फोनमा घोप्टे परे गर्छ, घोप्टे परे गर्छ भनेर गुनासो गरेर हुन्छ त। बच्चालाई ठुलासँग कसरी व्यवहार गर्ने, कसरी बोल्ने भन्ने हामी कहिले सिकाउँदैनौँ। हामी शास्त्र सिकाउँदैनौँ बच्चालाई, हामी धर्म सिकाउँदैनौँ बच्चालाई, हामी आफ्नो संस्कार सिकाउँदैनौँ बच्चालाई, आफ्नो संस्कृति सिकाउँदैनौँ बच्चालाई। अनि जो धर्म संस्कृति संस्कारबाट अज्ञान छ, जसलाई त्यसको विषयमा थाहा नै छैन, अनि त्यो ठुलो भएपछि तपाईँलाई सम्मान गर्छ त, तपाईँले भनेको मान्छ त, तपाईँलाई टेर्छ त? हेर्दैन। हामी पनि अचम्म गर्छौँ। यदि हामीलाई गुलियो चिज खानु छ भने त हामीले त्यसको बिरुवा बिजारोपण पनि, बिउ पनि त्यही किसिमको फलको रोप्नु पर्यो। हामी रोप्छौँ कागतीको बोट, अनि फल्छ कागतीको स्वाद चाहन्छौँ गुलियो। अनि यो कसरी सम्भव हुन्छ? त्यसो भएको हुनाले गुनासो गर्नु भन्दा पहिला, छोराछोरीलाई गाली गर्नुभन्दा पहिला मैले भनेको फिटिकै मान्दैन, कस्तो नालायक छोरा जन्मिएछ भनेर तथानाम गाली गर्नुभन्दा पहिले म पनि नालायक रहेछु है, मैले मेरो बच्चालाई, मेरो सन्तानलाई मैले संस्कार दिन जानिनछु, सकिनछु भनेर तपाईँले पनि आफू सुध्रिनु जरुरी छ। हामी अक्सर कहाँनिर गल्ती गरिन्छौँ? सबैभन्दा पहिला अरूमाथि दोष देख्छौँ, अरूका कमजोरी देख्छौँ। भनिन्छ नि नेपालीमा कि अरूको शरीरमा जुम्रा देख्ने, आफ्नो शरीरमा भैँसी पनि नदेख्ने। हामी त्यस्तै छौँ ठ्याक्कै। अरूको सानोभन्दा सानो कमजोरी पनि समात्छौँ, देख्छौँ, तर आफ्नो कमजोरी थाहा हुँदैन। तर वास्तवमा यदि तपाईँ अरूलाई सुधार्न चाहनुहुन्छ भने, बालबच्चा सन्तान सुधार्न चाहनुहुन्छ भने, समाज सुधार्न चाहनुहुन्छ भने, देश सुधार्न चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईँ आफू सुध्रिनु जरुरी छ। तपाईँले आफूमा भएका कमी कमजोरीलाई हटाउनु जरुरी छ। आफूमा भएको पशुत्व दानवत्वलाई त्याग्नु जरुरी छ। र तपाईँका हरेक बोली, हरेक बाणी, हरेक कर्म, हरेक चाल ढाल तपाईँका शास्त्र सम्मत, धर्म सम्मत, संस्कार युक्त
हुनु जरुरी छ, संस्कृतियुक्त हुनु जरुरी छ। अन्यथा तपाईले जतिसुकै चर्को कुरा गरे पनि, जतिसुकै अरूलाई गाली गलौज गरे तापनि, जतिसुकै अरूलाई आरोप प्रत्यारोप गरे तापनि, जतिसुकै अरूलाई सुधार्छु भनेर पुरा जोड बल लगाए पनि त्यो व्यर्थ जानेछ, निरर्थक बन्नेछ, त्यसले सार्थकता पाउने छैन।